हेलो गाइस, फेरि पनि वेलकम छ नेपाली राइडर ब्लगमा। अनि हामी पुलबाट जाँदैछौँ चक्रपथ। आज हामी जाँदैछौँ चक्रपथ। भाइ हल्ला नगर है। चक्रपथ जाँदैछौँ। यताबाट गाडी आउँदैछ, यताबाट पुलपुली हुँदै जाने योजना हुँदैछ। हामी चाहिँ यताबाट फाइनल्ली देख्न सक्नुहुन्छ हाम्रो चाहिँ आँखा कतिवटा एउटा दुईवटा तिनवटा क्यामेरा मोबाइल देखेर खतरा छ। अनि आजको मोबाइल किन म भ्लग नगर्नु भयो भन्नु होला। मेरो मोबाइलमा हल्का नमिल्ने कारण नै गाइस, मेरो आइफोन अलि भित्र छैन, त्यही भएर गएर। अनि हामी चाहिँ एउटा जाँदैछौँ। यता 4 देख्न सक्नुहुन्छ। जान्छ झोर्लुङ्गे पुल त भाइ सम्झिने। सो गाइस, भाइले चाहिँ झोर्लुङ्गे पुलको याद लगाएछ। यस्तो छ खोला बनाइसक्यो। यो स्कुटी किन यहाँबाट लान नसकेर कि यहाँबाट लान नसक्ने रहेछ क्या अरे स्कुटी। यहीँ छोडे ए भाइ छोड, हिँड्न नआउनेहरूलाई के थाहा हुन्छ होइन गाइस। अब यहाँबाट सिधा हिँडिन्छ, जहाँ बहिन्छ त्यही घुम्ने हो गाइस। यता छैन बाटो, यता छैन, यो यत्रो बाटो छैन, यो के देखेन। ल बाटो बन्द हुन्छ कहिले हाम्रो लागि हेर। ल गाइस, फुलघारी देख्न सक्नुहुन्छ। अनि यतातिर धानहरू छँदैछ हरियाली। आजको राइट रहेछ के हो केटोको हो रहेछ, मैले थाहा पाइसकेँ। ल गाइस, सो गाइस बाटो बिर्सेको कारण अनि हामी चाहिँ चक्रपथ जाने बाटो कता हो खोज्दै पनि भयो। भरे आउनु भ्याइयो भने पिङेल्न जाने भाइ भ्याइन्छ होला सायद। चक्रपथ भने कहाँ हो नि। अब यहाँबाट खोज्दै जानु। पहिला मेन बाटो निक्लिने ठाउँ पत्ता लगाउने केटा हो। यस्तो छ गल्ली पत्ता लगाउनै सकेन कि मेन बाटो। यहाँ फेरि अन्तै होइन रहेछ नि। सो हेलो गाइस, नेपालको नम्बर 1 घर है त यो। यहाँदेखि उहाँमा हात्तिसके आयो। सो गाइस देख्न सक्नुहुन्छ यता छ। ल यहाँ आइपुग्यो। यता जाउँ यता। खास ओएमजी कि यो छताको यो टपमा गयो भने आकाश हेर्न सक्छ कि हो। जाउँ न एकचोटि। डर लाग्यो यार, चर्किसकेको छ गाइस, हेर्न सक्नुहुन्छ होइन। चर्किएको छ अनि त्यही कारणले यो घर धराप छ है गाइस। नचल्ने अब म चाहिँ नचल्ने। ल यता बसाइरहेको छ, हामी यता छ। आज यो घर नचल्ने। यो घर चढ्यो चन्नल कहाँ जान्छ खै बाटो देखाउ त। घुम्दैछौँ। यो घर ठुलो छ है गाइस। कहाँ हो टापु। यो घरको टापु चाहिँ हेर्न पाइने होला त्यो। ल गाइस, फिल्मको सुटिङ गर्नु ठाउँ हो ल। राधा समालको फिल्मको सुटिङ कहाँ भएको भनेर सोध्नु ल। यहीँ हो है गाइस। राधा समालको फिल्मको सुटिङ भएको ठाउँ यही हो गाइस। तपाईँहरूलाई थाहा छ कि छैन खै ग। बाहिर घुम्ने हो क्या। सो गाइस यता देख्न सक्नुहुन्छ बाटो जाम भइसकेको छ। अनि हाम्रो ओ यहाँ भित्र घर हो क्या। घरै जस्तो लाग्यो मलाई यो त। घर हो मलाई। यहाँबाट यस्तो घुम्ने। सो गाइस यो चाहिँ देख्न सक्नुहुन्छ भटभटिङ भन्ने ठाउँ हो क्या अरे। अनि यहाँ चाहिँ तपाईँहरूको के सामानहरू किन्नु छ भने यहाँ आउनु होला। गाडीहरू पार्क गर्न मिल्छ। यहाँदेखि सबै यो घर भइहाल्यो। घर होइन यो बिल्डिङ है गाइस। बर्गर हाउस हो कि के हो, खाजा हाउस जस्तो लाग्यो क्या। ल गाइस यस्तो छ है गाइस हालत। भित्र यहाँभित्र किन छिर्ने। ल गाइस भाइ चाहिँ यो भित्र जान्छ अरे। ओ जाम रहेछ यार। यस्तो भित्र जाने हो र। यस्तो छ गाइस बाटो जाम परेको कारणले। के किन्न जाने। किन्ने ठाउँ हो भाइ यो त। अनि यहाँ के किन्न जाने। सोल्टिनी रे के हो यस्तो नाम नि खाँदै हेर्दा कुन फिल्मको नाम हो यस्तो सोल्टिनी सोल्टायो नि यस्तो नै हुन्छ। ल गाइस फिल्मको सुटिङ गर्ने ठाउँ यही हो। ल गाइस आज भ्लग यति नै।